कन्टिन्यू सर्टमा राखा न हो मोबाइल आयो यसले पनि आयो भने त यस्तो हो कि आफ्नो गाडी ल्याएर यहाँ रोकेछ रोकेर यार यहाँबाट दामी देख्नु हेर न त्यहाँ पछाडिबाट त पछाडि उसिने जरा मेरी हो दो त हातले भवा कान्छ भाइ तपाईले किन आएको तय मात्र भाइ यो भिडियोमा सेयर गरे खुसी छ मेरो ब्याट्री कम अनि मैले के भने त जङ्गल पनि अझ माथि खिच्न पाएको कति दामी देखिन्छ है जङ्गल अलि माथिबाट खिच्न पाएको भएछ कति दामी यस्तो राम्रो छ यो त्यहाँ त हुस लगाएर पो त फोटो खिच्ने यस्तो राम्रो आउँछ ओहो सोनी डार्लिङ के छ सोनी डार्लिङ ओइ जस्ट सडा आई लभ माय बुडी आफ्नो बुढीला भन्ने हैन त्यही त कुरा कुरा राखौ मलाई पनि मन पर्छ मलाई त्यो भए गिटी जारी मुड ड्युटीमा राखिदिन्छु मैले ड्युटीमा मलाई सेयर गरेर म यसलाई एडिट गर्छु कि एडिट गर्छु साउन्ड छ नि बरु यो आफ्नैहरूको मान्छेहरू के छ होइन साउन्ड म्युट गरेर उसमा हालेर क्या अडियो हालेर एकछिन खिचेर अब यति माथि कस्तो कस्तो बाटो छ यार स्लोप छ है थाहै छैन यदि अब माथि आइगयो भने क्या के गरे न पतिला त के बेले भएको छैन कस्तो बिदा जस्तो नभन सिधा हामीले त के है कस्तो लाइ लङ फेस म हेर्छु नि बिटा न कस्तो राम्रो याद नेपाल गएर बिहे गर्ने उ तपाईँ रानै पर्छ त बोयफ्रेन्ड छ थोडी बिहे गर्ने बोयफ्रेन्ड छ नि त भन्नु नि हैन त्यस्तो भिडियो खिचिराख है तिमीले यसै पनि भिडियो हो सोलियो डायलग फर्काएर मैले फेरि यस्तो गरेर चिङमान लगा के बोली भाङ फर्केको सुबार के गरि बेला भन्छ त्यस्तै हो कतै भेटेको टका लायो ए त बाहिरतिर पनि निकाल्नु पर्छ बाहिरतिर निकाले मोटला बाहिरतिर निकाले के म त निकाल्नु यस्तो त हेलो भन्न सबैले हेलो अहिले त म हेर्दिन म रिङबाट लाग्छ घरमा गएर ल फोटो छ नि अन्जुकोमा ल अब भन गौतम यो मैले सर्लक्क घुमाएर घुम्छ नि हो यो सिट घुम्छ नि हो सरी यहाँ ल अलि यता दे सिट घुम्छ नि मलाई तर गुड है यता एक्लै अनि गुड हुन्छ ल लाग्यो बेलायो छि 90 रुपैयाँमा सेवन का भाग्यो ओइ म आउँछु एकछिन वेट गर ए जाई ओइ छिटो बाटो न पहिला त दक्षिण लिनु भयो दुई हात खेल्नु म चाहिँ एक हात जित्नु पर्छ अब मजाको सिन आयो मुझे 1000 रुपैयाँ खाली छ मैले जे मेरो पैसा त एकचोटि आएन भनेपछि अब कति गयो उठम ला तिमी छोड न मुला तिमी खेल राख न मुला मैले के गरेछु अहिले हल्लान्छ हाम्रो पनि टिमको हिजन अनलाइन जर्फ के कार्य कसले बाँड्यो यो हुँदैन एउटा डी हाल्नु नि यो हुँदैन यो म मेरो देखा तास त्यसको एक चार मास्ता गयो त्यहाँ त सत्य हो न चली खाना यो के होला सबले मलाई दिने हो के चाहियो तिमीलाई बासा बासा त्यहाँ छ मेरो 100 रुपैयाँ ओलीसँग ल्याए भन्नु पुग्यो है उसको 100 रुपैयाँ ओली लाग्यो बासा तँलाई भर्खर दिएको मलाई सोनीको तँलाई भर्खर दिएको बुझ्नु भयो के मलाई तिनको त्यही मन आफू दिँदाखेरि कति दिनुपर्छ सबै बाँकीमा हेर्छन् हो क्या म चाहिँ